हेलो साथीहरु नमस्ते वेलकम ब्याक टु माई अनदर डेली ब्लग। आज फेरि पनि उपस्थित भइसकेको छु हजुरहरु माझ। आज चाहिँ हजुरहरुलाई चाहिँ मैले चाहिँ देखाउँदै छु, घुमाउँदै छु कहाँ भनेर चाहिँ तपाईले चाहिँ थोरै थम्बनेल टाइटलबाट पनि थोरै थाहा पाइसक्नु भएको छ। तर चाहिँ आज चाहिँ मैले भन्दाखेरि चाहिँ आज मैले चाहिँ माया दिदीको, हाम्रो माया दिदी, सबैको माया दिदीको गाउँतिर म चाहिँ हजुरहरुलाई घुमाउने छु, भिजिट गराउने छु। कस्तो छ त हाम्रो गाउँ, हाम्रो माया दिदीको गाउँ। ल हेरौँ है त साथीहरु। अब आज चाहिँ माया दिदीको गाउँतिर म चाहिँ अहिले चाहिँ ठ्याक्कै भन्नुपर्दाखेरि चाहिँ आँपको फेदा मुनिबाट छु। आँपको फेद है, यो चाहिँ आँप हो। म चाहिँ आँपको फेदामा छु। अब चाहिँ यहाँबाट चाहिँ अब सुरु गर्नुपर्ने हुन्छ। अब जाउँ, हेरौँ अब कहाँ पुगिन्छ। माया दिदीको गाउँसम्म भिजिट गर्नेछौँ। यहाँबाट हेर्दाखेरि चाहिँ यस्तो रहेको छ, पुरै ट्याक्क हेर्नुहोस्, यहाँ गाउँ लपक्क पाकेको छ। अनि यसो हेर्दाखेरि चाहिँ ल हेर्नुहोस् है साथीहरु, पर पानीको ट्याङ्की रहेको छ, देखिएको छ कि छैन है, देखिएको छ। अनि एउटा पार्टी जङ्गल रहेको छ। ल अब चाहिँ यहाँबाट चाहिँ हजुरहरुलाई चाहिँ म देखाउँदै लानेछु। ल हेर्नुहोस् साथीहरु, यहाँ चाहिँ गाउँ चाहिँ यस्तो राम्रो फलेको छ, पाकिसकेको छ। अब चाहिँ काट्ने बेला पनि भइसकेको छ साथीहरु। अब चाहिँ यहाँ गाउँको खेती एकदम राम्रो हुँदैछ साथीहरु। अब चाहिँ गाउँ काट्ने हुन्छ यहाँ चाहिँ। अब यतापट्टि पनि हेर्नुहोस्, यस्तो राम्रो राम्रो गाउँ छ। ल हेर्नुहोस् त आलु, ओ माई गॉड, आलु 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 हेर्नुहोस्, आलु यस्तो हुन्छ। अनि यहाँ चाहिँ यस्तो रहेको छ, टक्क लाएर चाहिँ हेर्दाखेरि चाहिँ ल हेर्नुहोस्। अब टमाटो हेर्नुपर्ने हुन्छ। टमाटो पनि यस्तो राम्रो फलेको छ। ल हेर्नुहोस् त साथीहरु, टमाटो फलेको छ। ल हेर्नुहोस् है साथीहरु, ल टमाटो ओहो लटन्नै फलेको छ, पाकेको छ, पाक्दैछ, मस्त टन्नै छ है। यहाँ चाहिँ अरे यता चाहिँ गोबीहरू रहेको छ। अनि उतापट्टि पनि टोडेलोमा चाहिँ टमाटर पाकिरहेको छ, मेवा छ। ल हेर्नुहोस् है साथीहरु, ल हेर्नुहोस् त साथीहरु। अब यहाँबाट चाहिँ यो पत्थर डाँडा भनेर चिनिन्छ। यो चाहिँ पारिपट्टि अरहाँची, यो चाहिँ कपिल वस्तु। ल आज चाहिँ हजुरहरुलाई चाहिँ पत्थर डाँडा सबै देखाउँदैछु है साथीहरु। यतापट्टि पनि रमाइलो छ। अहिले चाहिँ यो बीचबाट मोटर बाटो पनि बनाएको छ, एकदम रमाइलो छ। अनि थोरै गर्मी पनि छ थोरै, तर हावा सेक्नको लागि मैले चाहिँ यो होम थिएटर लगाएको पनि छु। कस्तो देखिएको छ कि छैन है, मैले चाहिँ खासै देखेको छैन। साथीहरु, आज चाहिँ हजुरहरुलाई चाहिँ टन्न लाएर घुमाउने छु यो हाम्रो माया दिदीको गाउँतिर। म माया दिदीको गाउँतिर पनि जाँदैछु। अनि यहाँबाट हेर्दाखेरि चाहिँ अरहाँचीको डाँडो यो चाहिँ भयो। अनि यहाँबाट हेर्दाखेरि माया दिदीको गाउँ जाने बाटो चाहिँ और उतापट्टि हो। म चाहिँ यताबाट घुमेर जानेछु थोरै मन्दिरतिर दर्शन गरेर पनि है त साथीहरु। ल हेर्नुहोस् है साथीहरु, ल कस्तो रहेको छ, एकदम शान्त एरिया छ। अनि यतापट्टि पुरै गाउँ काट्ने तयारी भइरहेको छ। अनि यतापट्टि यस्तै छ, यो चाहिँ परालको माच, गाउँ काट्दै हुनुहुन्छ कति पहिले चाहिँ। अनि यो जङ्गलमा चाहिँ धेरै आगो लागि हुन्छ, त्यो पारीको जङ्गलमा चाहिँ है। ओके ल, अनि गएर चाहिँ यहाँबाट हेर्दाखेरि चाहिँ सलक्क यस्तो देखिएको छ। यो चाहिँ यहाँ चाहिँ घर बन्दैछ, नयाँ घर निर्माण कार्य सुरु भइरहेको छ यहाँ पनि। अनि यहाँ सामान ओसार पसार पनि भइरहेको छ साथीहरु। ल अब यहाँ चाहिँ टक्क चाहिँ हेर्दाखेरि चाहिँ यस्तो दामी छ नि, एकदम सुनसान एरिया छ। ल हेर्नु साथीहरु, अब यहाँबाट हेर्दाखेरि चाहिँ अब म ठ्याक्कै यताबाट घुमेर आउँदाखेरि चाहिँ म चाहिँ अब लगभग स्कुलको नजिकै आइसकेको छु। हाम्रो नर्थ पोइन्ट एकाडेमीको ओरियो पहेँलो भवन चाहिँ नर्थ पोइन्ट एकाडेमी रहेको छ।
अब चाहिँ यहाँबाट यसो हेर्दै 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 म घुमेको छु, अवलोकन गरिरहेको छु। अब यसै घुम्दै 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 जाँदाखेरि चाहिँ माया दिदीको घरतिर पनि म जानेछु है त साथीहरू। हजुरहरूलाई चाहिँ पुरै माया दिदीको गाउँ देखाउँदैछु। कस्तो हुन्छ त माया दिदीको गाउँमा, आज हेरौँ है त साथीहरू। आज चाहिँ माया दिदीको गाउँमा जानुपर्ने हुन्छ। कस्तो छ त त्यहाँ, हाम्रो माया दिदीको बाल्यकाल कसरी बितेको थियो त, हेरौँ है त साथीहरू। अब चाहिँ हेर्दै जानुपर्छ। यहाँ चाहिँ एकदम सुनसान छ, एकदम रमाइलो छ है। यहाँ चाहिँ धेरै खेतीयोग्य जमिनहरू रहेको छ। यहाँ चाहिँ एकदम धेरै राम्रो 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 हेर्नुहोस् त, पुरा बार लगाएको छ। तर पनि टक्क लगाएर चाहिँ यो के भन्छ, यो गहुँहरू, धानहरू, यहाँ मकैहरू एकदम राम्रो राम्रो हुन्छ साथीहरूलाई। हेर्नुहोस् यस्तो दामी छ हेर्नु त, एकै नासको छ। ल हेर्नुहोस्, ओहो ल सबै ल ठिक छ। अब चाहिँ म चाहिँ हजुरहरूलाई चाहिँ म एकछिनमा भेट्ने छु साथीहरू। अब कस्तो हुन्छ है त साथीहरू, अब हेर्दै गर्नु होला, सुरुदेखि अन्तिमसम्म रहनु होला। माया दिदीको गाउँ हेर्नै पर्ने हुन्छ सबैजनाले खोजेको रोजेको हाम्रो माया दिदी, सबैको माया दिदीको गाउँ पनि हेर्नुपर्ने छ है त साथीहरू। ल ओके, सबै हेर्दै गर्नु होला साथीहरू। नो स्किप है त साथीहरू। ल ओके, एकछिनमा भेट्ने छु। साथीहरू फाइनल्ली फेरि म पनि आइसकेको छु जङ्गलको बिचमा। ल हेर्नुहोस् है साथीहरू, जङ्गल चाहिँ हजुरहरूलाई चाहिँ थोरै देखाउने छु। जङ्गल कस्तो छ त यहाँको, म जङ्गलको नजिकै आइसकेँ। यतापट्टि घरहरू छ, अनि त्यसपछि यतापट्टि चाहिँ हेर्नुहोस् त जङ्गल यस्तो छ, यस्तो ठुलो घना जङ्गल छ। ल हेर्नुहोस् है साथीहरू, यो चाहिँ जङ्गल हो। ट्याक्क लगाएर चाहिँ जङ्गलको बिच चाहिँ, अनि यहाँबाट फेरि यस्तो गरेर फेरि म यतापट्टि जाँदैछु। म चाहिँ मन्दिरको तरफ हेर्दै जाउँ साथीहरू, अब कस्तो हुन्छ। अनि गएर चाहिँ आज चाहिँ एकदम रमाइलो हुनेवाला छ भिडियो। सबैजनाले हेरेर साथ दिनु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। नयाँ साथीहरू हुनुहुन्छ भने टक्क लगाएर चाहिँ यहाँ चाहिँ आज चाहिँ घुमाउँछु है त। ल साथीहरू, यो चाहिँ यस्तो यता जाने गाउँ रहेको छ। अनि टक्क लगाएर चाहिँ यस्तो गरेर चाहिँ है, यहाँबाट चाहिँ टक्क एकदम रमाइलो। यहाँ चाहिँ यो चाहिँ हो बाबाकुटी, यो चाहिँ हो बाबाकुटीको उसमा आइसकेको छु। अब हेर्दै जाउँ। म चाहिँ माथिबाट आएको थिएँ है, यताबाट घुम्दै 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 यहाँ आइपुगेको छु। अब म चाहिँ यो पानी ट्याङ्कीबाट पनि उता माथि जानुपर्ने हुन्छ हाम्रो माया दिदीको गाउँतिर। अब यहाँबाट चाहिँ यताबाट हेर्दाखेरि चाहिँ यस्तो रमाइलो छ। राम्रा राम्रा घर पनि बनेका छन् यहाँ पनि। हाम्रो नेपाल हो, हाम्रो नेपाल। ल यतापट्टि सानो सानो केराहरू टन्नै प्रशस्त मात्रामा पाइन्छ। ल अब चाहिँ हेर्दै जाउँ है त साथीहरू, कस्तो हुन्छ। हजुरहरूलाई चाहिँ थोरै अगाडि गएर भेट्ने छु है त। ओके, ल साथीहरू फाइनल्ली चाहिँ म श्री तारकेश्वर धाम हनुमान गढी मन्दिर प्रवेशद्वारमा आइपुगेको छु। यहाँबाट चाहिँ ठ्याक्क म भित्र जान्छु। यहाँ चाहिँ आँपको बगैँचाहरू टन्नै रहेको छ साथीहरू। ल हेर्नुहोस्, यहाँ चाहिँ काम चालु पनि रहेको रहेछ, तर चाहिँ थोरै एउटा चाहिँ यहाँ हल्ला आउँछ होला, आफै बुझ्नु होला है त साथीहरू। ओके ल, यहाँ पनि एक्सन भिडियो हुँदैछ। ओके ल, दामी छ। ल साथीहरू हेर्नुहोस् त, एकदम राम्रो छ। तर उता काम चालु हुँदैछ, भवन निर्माण हुँदैछ। म चाहिँ अब यहाँबाट चाहिँ ठ्याक्क थोरै मन्दिरतिर दर्शन गर्छु, अनि त्यसपछि फेरि म चाहिँ यहाँबाट निस्कन्छु। ल आइपुगेको छु म चाहिँ यहाँ। अनि हाम्रो मन्दिरमा हेरौँ, यहाँ रहेको छ श्री तारकेश्वर धाम संरक्षण समिति बुद्ध मेट पत्रकोट। अनि सूर्य विनायक यहाँ रहेको छ, गणेशको मन्दिर।
अनि यहाँ रहेको छ हाम्रो हनुमानजीको मन्दिर। जय हनुमान, जय हनुमान। खासै देखिएन कि कसो, थोरै क्लियर देखिए। ल साथीहरू, फाइनली चाहिँ मैले यहाँ चाहिँ पूजा गरिसकेको छु है। अब चाहिँ थोरै केही घन्टी बजाउँ है, अनि त्यसपछि चाहिँ हामी चाहिँ जानुपर्ने हुन्छ है। त्यहाँबाट निस्केर अब चाहिँ थोरै यहाँ चाहिँ हाम्रो भगवानलाई चाहिँ शान्तिको एउटा घन्टी बजाउनु पर्ने हुन्छ। घन्टी बजाइदिएँ। अब त्यसपछि फेरि यतापट्टि पनि हुनुहुन्छ शिवशङ्कर भोला। शिवशङ्कर भोलाजीलाई पनि थोरै घन्टी बजाएर चाहिँ शान्तिको आवाज गुन्जाउन चाहन्छु। सबैजनाले सुन्नु होला है त। ओके, ल अब चाहिँ म यहाँ सकिसकेको छु, पूजाहरू सकिसकेको छु। अब चाहिँ म यहाँबाट चाहिँ हजुरहरूलाई चाहिँ केही कुराहरू सेयर गर्न जाँदैछु। यसमा लेखेका शब्दहरू एकदम मर्म छुने होइन खालका छन्। त्यसैले चाहिँ हजुरहरूलाई चाहिँ म केही देखाउने नै छु। हजुरहरूले चाहिँ हेर्नु होला, सुन्नु होला है त। ल सुरु गरौँ। अब चाहिँ यहाँबाट चाहिँ यो चाहिँ रकम सहयोग गर्ने महानुभावहरूको नाम रहेको छ भने अब यो चाहिँ धर्मशाला निर्माण समितिको पद र थर रहेको छ। र यहाँ यतापट्टि लेखिएको छ संस्कार र संस्कृतिको संरक्षण गरौँ, मिठो बोलौँ, सत्य बोलौँ भनेर चाहिँ लेखेको छ। भनेपछि यहाँ पनि ताकेश्वर धाम धर्मशाला निर्माण सल्लाहकार समितिका सदस्यहरूको नामावली रहेको छ। भनेपछि तपाईहरूले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ, आमा बुबा भन्दा ठुलो संसारमा कोही हुँदैन, शरीरको नाश हुँदैमा विचारको नाश हुँदैन भनेर भन्नुभएको छ। भनेपछि यहाँ चाहिँ एउटा भनिरहेको छ। अहिले चाहिँ ठ्याक्कै बिहानको 11:15 भइसकेको रहेछ। ल एउटा अझ यहाँ हेरौँ। अब जहाँ नारीको सम्मान हुन्छ त्यहाँ लक्ष्मीको भाषा हुन्छ, वृद्ध र असहायहरूको सहयोग र सम्मान गरौँ भनेर भनेको छ। भनेपछि अब यहाँ एउटा लेखेको छ मानव जीवनको सबैभन्दा ठुलो शत्रु रिस हो भनेर भनिन्छ। त्यही भएर कोही पनि रिसाउने काम कसैले पनि नगरौँ भनेर चाहिँ यहाँले मानवको सबैभन्दा ठुलो शत्रु भनेको रिस हो भनेर चाहिँ यहाँ बुझाउनु भएको छ। अनि यहाँ फेरि एउटा फेरि यस्तो लेख्नु भएको छ कि किताबमा धर्म होइन व्यवहारमा धर्म हुनुपर्दछ, योग ध्यान गरौँ, स्वास्थ्य र शान्तिसँग बाँचौँ भनेर यहाँ लेख्नु भएको छ। त्यसपछि गएर फेरि यहाँ अझै एउटा यहाँ लेख्नु भएको छ, जय उसैको हुन्छ जो सङ्कटमा रहेर पनि कार्य पुरा गर्दछ। धर्मशाला घर हामी सबैको साझा घर हो, यसलाई संरक्षण र सफा राख्ने सबैको कर्तव्य हो भनेर चाहिँ लेख्नु भएको छ। ल थ्याङ्क यू सो मच। यहाँ चाहिँ एकदम रमाइलो छ। यहाँ चाहिँ सबै आएर चाहिँ हामीहरू एक्सर्साइज गर्न सक्छौँ। एकदम शान्त वातावरण रहेको छ। ल ओके, थ्याङ्क यू सो मच यहाँसम्म मलाई साथ दिनुभएको छ। अब चाहिँ यहाँबाट चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ साथीहरू। अब यहाँ हेर्दाखेरि चाहिँ यस्तो रमाइलो ठाउँ छ है, पुरा यस्तो हेर्नुहोस् त, पुरै आँपहरूका बोटहरू हुन् यिनी, तर अहिले चाहिँ पातहरू सुकिसकेका छन्। आँप र कटहर यहाँ चाहिँ एकदम प्रख्यात मात्रामा छ है साथीहरू। अब चाहिँ म यो बाटो निस्केर जान्छु। आउँदाखेरि चाहिँ म उताको अगाडिको बाटोबाट आएको थिएँ, पछाडिको। अब यो चाहिँ यताबाट जान्छु। अब यताबाट जाँदाखेरि चाहिँ अब के हुन्छ कस्तो हुन्छ है त साथीहरू। अब चाहिँ हेरौँ, हजुरहरूलाई चाहिँ देखाउने नै छु। पुरा एकदम शान्त सुनसान पुरा जङ्गल रहेको छ। जङ्गल भन्नाले पनि पुरा कस्तो आँपको बगैँचा अनि कटहरहरूको बगैँचा, कटहर र आँपको बगैँचा चाहिँ एकदम राम्रो छ, रमणीय छ, सुन्दर छ। एकदम यहाँ बसिरहँ जस्तो लाग्छ। सधैँभरि गर्मी हुँदैन, यहाँ चाहिँ एकदम शीतल हुन्छ, आनन्द आउँछ। त्यसैले त यहाँ मान्छेहरू आएर बस्ने गर्नुहुन्छ। अब हेरौँ साथीहरू, अगाडि जाऊँ कस्तो हुन्छ हेरौँ। अब चाहिँ अब सिधै जानुपर्ने हुन्छ हाम्रो माया दिदीको गाउँतर्फ है त साथीहरू। अब चाहिँ यहाँ एउटा बोर्ड लगाएको छ। बोर्डमा चाहिँ के लेखेको छ त,
यहाँ लेखेको रहेछ श्री ताकेश्वर धाम संरक्षण समिति कपिलवस्तु बुद्धभूमि नगरपालिका 1 पत्थरकोट कपिलवस्तु भनेर लेखेको छ। शरीरको नाश हुँदैमा विचारको नाश हुँदैन ताकेश्वर बाबा भनेर हुन्छ। जय होस्। ल अब चाहिँ यो गेटबाट चाहिँ बाहिर निस्किनु पर्ने हुन्छ है त साथीहरू। अब चाहिँ म निस्किन्छु बाहिर फटाफट फटाफट फटाफट। जय होस् ताकेश्वर बाबा की। अनि त्यसपछि गएर चाहिँ यहाँबाट एउटा तपाईँहरूलाई चाहिँ एउटा सिन देखाउन चाहन्छु। सिन देखाउँदाखेरि चाहिँ कस्तो हुन्छ त ल साथीहरू। अब यता पछाडिपट्टि त पुरै जङ्गल छ है। उयो एउटा सानो सानो घरहरू छ, त्यहाँबाट उतापट्टि पछाडिपट्टि पुरा जङ्गल रहेको छ। अब यहाँबाट यता अगाडिपट्टि हेरौँ, माथिपट्टि अर्घाखाँची, यता कपिलवस्तु है। हजुरहरूलाई चाहिँ देखाउँछु है त। ढ्याङ ल ओ ल यस्तो छ है साथीहरू। हेर्नुहोस् त पुरा एकदम धेरै खेतीयोग्य जमिनहरू रहेको छ। यो चाहिँ पत्थर डाँडा भनेर चिनिन्थ्यो पहिला पहिला। अहिले चाहिँ तपाईँको कपिलवस्तु पत्थरकोट भनेर चिनिन्छ। पहिला पहिला चाहिँ यो पत्थर डाँडा भनेर चाहिँ चिनिन्थ्यो है त साथीहरू। पहिला पहिला नुन बोक्न आउने डाँडो भनेर यो प्रख्यातमा थियो है। बाबु बाजेहरूले यहाँ चाहिँ पत्थर डाँडा भनेर चाहिँ चिन्नुहुन्छ, अहिले पत्थरकोट भनेर चाहिँ चिन्नु हुँदैन। एकदम राम्रो छ, सुनसान छ है। खासै ठुलो बजार छैन, सानो चिटिक्कको एकदम मिलेको एकदम सुनसानमा रमाइलो छ, एकदम दामी छ। ल थ्याङ्क यू। अब चाहिँ म हजुरहरूलाई चाहिँ फेरि भेट्ने छु साथीहरू अगाडि गएर है त साथीहरू। ल अब यहाँबाट चाहिँ निस्किनु पर्ने हुन्छ। ल थ्याङ्क यू सो मच। यतिन्जेलसम्म हेर्नुभएको छ, साथ दिनुभएको छ, धेरै धेरै धन्यवाद छ। र नयाँ साथी हुनुहुन्छ भने चाहिँ मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरेर चाहिँ बेल आइकनलाई चाहिँ घन्टी बजाउन चाहिँ नबिर्सिनुहोस्। अनि सकेसम्म सबैभन्दा छिटो हजुरको माझ आउनेछ मेरो भिडियो है त साथीहरू। हजुरहरूले चाहिँ ट्याक्क गरेर बेल आइकनलाई चाहिँ दबाउन चाहिँ नबिर्सिनु होला, अल गरेर चाहिँ छोडिदिनु होला। अब चाहिँ हजुरहरूलाई चाहिँ एकछिनमा भेट्ने छु। साथीहरू ल यस्तो छ है। त्यो त्यहाँबाट चाहिँ कुलो जान्छ भनेपछि चाहिँ बहुत ठुला यहाँ चाहिँ ढुङ्गाहरू खोलाबाट आएका ढुङ्गाहरू। अनि म यहाँ पानी ट्याङ्कीको नजिकै पनि आइसकेको छु, पानी ट्याङ्की पनि छ। अब चाहिँ यहाँबाट चाहिँ अगाडि जानुपर्छ है त साथीहरू। यहाँ चाहिँ अब म माया दिदीको गाउँतर्फ लाग्दैछु साथीहरू। अब चाहिँ हेर्नुपर्ने हुन्छ है त। ओके ल कस्तो हुन्छ है त हेरौँ। ओ माई गड चुवाचे रहेछ चुवाचे। ल यहाँ चाहिँ ठिक्क बाख्रा पालन रहेको छ सबैका घरमा। यस्तो रहेको छ। यो चाहिँ जङ्गलतिर जाने बाटो हो। अनि यो चाहिँ सर्रा म चाहिँ आज चाहिँ यो बाटो हिँड्दैछु, धेरै पछि हिँड्दैछु। ल हेर्नुहोस् यहाँ चाहिँ यतापट्टि चाहिँ केरा खेती हुन्छ है त साथीहरू। यहाँ चाहिँ यो चाहिँ पुरा अहिले चाहिँ सबै निकालिसकेको रहेछ केराहरू चाहिँ। यतापट्टि अनि एकदम रमाइलो छ, सुनसान छ। सबै घाम तापेर बस्नु भएको छ है। एकदम रमाइलो छ, सुनसान छ। यहाँ पनि यस्तो राम्रो मन्दिर छ दुर्गा भवानीको। एकदम रमाइलो छ, एकदम शान्त ठाउँहरू छ है। यहाँ चाहिँ यस्तो रहेको छ, एकदम शान्त छ। अब चाहिँ म माथि चोकमा आइसकेको छु। अनि यो चाहिँ पुलिस चौकी जाने बाटो, पुलिस चौकी चाहिँ जान्छ। अनि यहाँ चाहिँ टक्क लागेको एकदम रमाइलो छ। ल अब चाहिँ म झरिसकेको छु। यतातिर चाहिँ बजार पनि लागिरहेको छ। अन्त चाहिँ हेर्नुपर्ने हुन्छ है त के छ। हेर्नुहोस् त जङ्गल
ल यहाँ चाहिँ सुरु हुँदैछ है साथीहरू। ल यहाँ चाहिँ के काट्दैछन् हौ, यहाँ त ठुलो ठुलो खसी काट्दै रहेछ यहाँ चाहिँ। ल अब चाहिँ यहाँ बल्ल चाहिँ सुरुवात हुँदैछ बजारमा चाहिँ। बजार चालु हुँदैछ, एकदम रमाइलो छ। हजुरहरूलाई चाहिँ देखाउने छु। उखुको जुस पनि राख्दै हुनुहुन्छ। अब चाहिँ बल्ल लिएर आउँदै हुनुहुन्छ, खाली गर्दै हुनुहुन्छ। अनि चाहिँ यहाँबाट चाहिँ मिलाउँदै हुनुहुन्छ। अनि यहाँ चाहिँ हर हप्ताको शनिबार मात्रै बजार लाग्ने गर्दछ है त। र साथीहरू हेर्नुहोस् त, यस्तो राम्रो बरको बुटो, कस्तो मिलेको हरियो हेर्नुहोस् त। ओ माई गॉड, एकदम रमाइलो। ल हेर्नुहोस् कस्तो रमाइलो छ। अब रमाइलो ठाउँ हजुरहरूलाई चाहिँ लिएर जाँदैछु। यहाँ चाहिँ हेर्नुहोस् त, म चाहिँ हजुरहरूलाई चाहिँ घुमाएर देखाउँछु है त। त्यसको माथिपट्टि हेर्नुहोस् त, ल जुम गरेर देखाइदिन्छु। यहाँ चाहिँ मौरी, यो चाहिँ मौरी बसेको छ है। यहाँ चाहिँ हरेक समय चाहिँ यहाँ मौरी रहन्छ है साथीहरू। अब हेर्दै जाउँ यता हेर माथि यो अर्घाँचीको जङ्गल। अब यहाँबाट चाहिँ म चाहिँ अब माया दिदीको गाउँतर्फ जाने बाटो है। यो माया दिदीको गाउँतर्फ जाने बाटो चाहिँ यस्तो रहेको छ। ओम नमः शिवाय भन्ने यहाँ चाहिँ मन्दिर रहेको छ। अनि एकदम रमाइलो छ। अब हेरौँ है त साथीहरू, म चाहिँ हजुरहरूलाई चाहिँ देखाउने छु। एकदम राम्रा बुट्टाहरू छन् यहाँ चाहिँ। एकदम आनन्दको हाम्रो माया दिदीको गाउँ जाने बाटो यस्तो रहेको छ। पुरा बाटोमा त पुरा पाउडर छ, हेर्नुहोस् त पाउडर। यस्तो गाह्रो छ, बुसुङ गर्छ। त्यही भएर हाम्रो माया दिदी चाहिँ यो पाउडर लगाएर हो कि हाम्रो यो जमानामा चाहिँ होइन, हाम्रो माया दिदीहरूले हामीहरूले चाहिँ होइन यो पाउडर लगाएर चाहिँ हाम्रो चाहिँ अलि सेतो फेस देखिएको के। यस्तै क्रिम लगाउने भने चाहिँ यो पाउडर लगाउने भने चाहिँ यो भनेको चाहिँ के भन्छ, यो अर्ग्यानिक हो, नो केमिकल है। बिना केमिकलको चाहिँ हामीहरूले यो चाहिँ यो पाउडर लगाएर चाहिँ थोरै सेतो देखिएको। त्यही भएर चाहिँ हजुरहरूले पनि यस्तै के भन्छ बिना केमिकलको पाउडरहरू लगाउन चाहनुहुन्छ भने हाम्रो गाउँमा आउन सक्नुहुनेछ है त साथीहरू। एकदम रमाइलो हुनेछ, मस्त मजा आउनेछ है। हजुरहरू चाहिँ ठ्याक्कै यहाँबाट चाहिँ अब यस्तो है, यस्तो ढुङ्गा काट्दै चाहिँ बाटो लिएर गएको छ। म चाहिँ आज हिँडेरै पुऱ्याउने छु है त साथीहरू माया दिदीको गाउँमा। कस्तो हुन्छ त माया दिदीको गाउँ जाँदाखेरि, रमाइलो हुन्छ कि हुँदैन है त साथीहरू, हेरौँ। ओके ल फाइनली म चाहिँ यहाँ आइसकेको छु। हजुरलाई चाहिँ थोरै केही देखाउँ है त साथीहरू। हजुरहरूले देख्नु भएको छ यो पछाडिपट्टिको, यो पछाडि अरे अगाडिपट्टिको यो सेतो पुरै ढुङ्गामा चाहिँ देख्नु भएको छ हो। यहाँ चाहिँ यो चाहिँ खोला हो है, यो चाहिँ खोला हो, तर पानी चाहिँ छैन, पानी चाहिँ देखिँदैन है साथीहरू। म चाहिँ हजुरहरूलाई अझै माथि गएर देखाउने छु। तर यो खोलामा चाहिँ पानी छैन है, पानी नभए पनि तर पानी चाहिँ भित्रबाट बगिरहेको छ। तर चाहिँ माथिबाट चाहिँ ढुङ्गा र बालुवा मात्रै सेतै देखिन्छ। तर त्यसलाई चाहिँ त्यो ढुङ्गालाई उक्काउने भने चाहिँ है पानी रहेको छ। तर हजुरहरूलाई चाहिँ म अझै अगाडि गएर देखाउँछु है त साथीहरू। अझै अगाडि जान्छु, अगाडि गएर चाहिँ म ठ्याक्कै खोलामा पुग्ने छु। अहिले चाहिँ म माथिबाट निस्केछु। पहिला चाहिँ हामी उहाँ त्यो तलको खोला हुँदै जान्थ्यौँ भने चाहिँ आज चाहिँ ल हेर्नुहोस् क्या राम्रो पहाड देखिएको छ। ल हेर्नुहोस् साथीहरू कस्तो राम्रो फुल। ओहो ल तलपट्टि हरियै हेर्नुहोस् त, एकदम
अनि यतापट्टि चाहिँ पहाड रहेको छ। कस्तो राम्रो सुन्दर देखिएको छ है। अनि यहाँ पनि यहाँले हेर्दा यस्तो भिड छ है साथीहरू, यहाँ पुरा भिड छ, पुरा भिड रहेको छ। यस्तो हेर्दाखेरि हेर्नुहोस् त। अनि यतापट्टि यस्तो भिड छ, पुरा पहाड छ। अनि यहाँ यति मात्रै हो कि यो तलको भागमा त यति मात्रै सम्म छ। अनि उतापट्टि पनि पुरा पहाड रहेको छ। अनि यहाँ चाहिँ यति चाहिँ थोरै पुऱ्याएको छ, सम्म रहेको छ। आहा कति राम्रो फुल लगाउनु भएको रहेछ घर अगाडि चाहिँ, एकदम रातो, एकदम रमाइलो देखिँदो रहेछ है। बर्खा चाहिँ यहाँ सुरुवात हुँदो रहेछ, तर यहाँ बाटो चाहिँ एकदम अर्ग्यानिक हेर्नुहोस् त। पुरै सेतो पाउडर अनि यो त्यसपछि यसलाई चाहिँ पानी हालेर घोलेपछि यो क्रिम हुन्छ है। यो के क्रिम लगाउनुहुन्छ नि, यो चाहिँ बेबी पाउडर अनि के पाउडर हो। अनि यतापट्टिको चाहिँ चिसो बनाएको चाहिँ यो चाहिँ क्रिम भनेको चाहिँ बुझ्नु होला है। ल साथीहरू, हजुरहरूलाई चाहिँ अझै अगाडि लिएर जानेछु। थोरै अब धेरै छैन, अब चाहिँ ठ्याक्कै अब म पुगिसक्छु है त साथीहरू। यता आइसकेपछि त एकदम रमाइलो हुन्छ। ल अब चाहिँ यहाँबाट चाहिँ ठ्याक्कै अब चाहिँ यहाँ के बन्दैछ त साथीहरू, ल हेर्दै जाउँ है त साथीहरू। हाम्रो माया दिदी घर जाने बाटोमा के बन्दैछ त, यहाँ पुल बन्दैछ हो। हाम्रो माया दिदी घर जाने बाटोमा पुल बन्दैछ। ल साथीहरू ल हेर्नुहोस्, अब चाहिँ यहाँ चाहिँ पुल बन्ने कार्यक्रम चलिरहेको छ है त साथीहरू। ल ओके, ल हेर्नुहोस् हाम्रो माया दिदीको गाउँ कहाँ देखिन्छ त साथीहरू? देखिन्छ कहीँ कतै देखिन्छ? देख्नु भएको छ कहीँ कतै? यसो है त, म यहाँ चाहिँ हजुरहरूलाई चाहिँ रोकेर देखाउँछु है त, जुम गरेर थोरै। कहीँ कतै देख्नु भएको छ? 2-4 घर देख्नु भएको छैन? ल साथीहरू ल हेर्नुहोस्, ढुङ्गाहरू यस्तो रहेको छ, पाउडरहरू डुल्ने रहेको छ, यस्तो पाउडर रहेको छ। ल हेर्नु साथीहरू, यता चाहिँ काम कारबाही सुरु भइरहेको छ। पुल बन्दैछ हाम्रो माया दिदीको घर जाने बाटोमा, पक्की पुल बन्दैछ। एकदम खुसीको कुरा हो। सकभर छिटो बनोस् पनि भन्न चाहन्छौँ। र अब चाहिँ म चाहिँ ठ्याक्कै खोलामा आइसकेको छु। ल हेर्नुहोस् है त साथीहरू, अब चाहिँ खोलामा आइसकेको छु। तर चाहिँ यहाँ चाहिँ थोरै पानी देखिएको रहेछ अहिले चाहिँ, तर चाहिँ खासै पानी चाहिँ नदेखिनु पर्ने हो, तर अहिले चाहिँ पानी देखिएको छ। हाम्रो माया दिदीहरूले चाहिँ गर्मीमा आएर पौडी खेल्न जाने ठाउँ अलि उता तलपट्टि रहेको छ भने चाहिँ यहाँ चाहिँ हेर्नुहोस् त, खोला चाहिँ यस्तो छ, ठुलो खोला हो यहाँ है। तर चाहिँ पानी चाहिँ यति छ, पुरै ढुङ्गै ढुङ्गा ल हेर्नुहोस्, यस्तो छ ढुङ्गा, पुरै ढुङ्गै ढुङ्गा। यहाँ चाहिँ ढुङ्गा खन्न कहीँ जानु पर्दैन साथीहरू, यहाँ चाहिँ ढुङ्गा जति भन त्यति पाउँछ साथीहरू, जस्तो ढुङ्गा भन त्यस्तो ढुङ्गा पाउँछ। अनि तपाईँहरूले चाहिँ यता भित्तो पर्नु भयो भने पनि यो भित्ताबाट पनि ढुङ्गा निस्कन्छ। अब चाहिँ पुल चाहिँ राम्रो बन्दै रहेछ, काम चाहिँ चालु छ, काम गर्दै हुनुहुन्छ। हेरौँ कहिलेसम्म पुरा गर्नुहुन्छ त्यो चाहिँ थाहा छैन, निश्चित छैन। थोरै पानी रहेको छ यहाँ एकदम। ल है, अब चाहिँ म चाहिँ यस्तो दामी तरिकाले बनाएको छ, मजा आइरहेको छ। ओहो ल थोरै हल्लियो क्या हो है, एकदम राम्रो छ। अब यहाँ चाहिँ हेर्दाखेरि चाहिँ है पानी यति पानी रहेको छ, म चाहिँ यो पानी पनि जाँदैछु। कष्ट हुन्छ, एकदम चिसो पानी छ यहाँ। थोरै माछा पनि पाइन्छ है साथीहरू। यहाँ चाहिँ माछा पनि पाइन्छ। यहाँ चाहिँ नुहाउनको लागि एकदम स्विमिङ पुल जस्तै छ, तर चाहिँ धेरै ढुङ्गाहरू रहेको छ। त्यसै हुनाले चाहिँ यहाँ थोरै आरामसित मात्रै गर्नुहुन्छ। तर तल चाहिँ एउटा जम्प
जम्पिङ स्विमिङ पुल पनि छ तल चाहिँ होइन एकदम ढुङ्गाको मुनि तर त्यहाँ एकदम रमाइलो हुन्छ यहाँबाट पनि हेर्दै जाउँ अगाडि जाउँ है त ल ठ्याक्कै म चाहिँ निस्किसकेको छु ढुङ्गेसरातर्फ ढुङ्गेसरा जाने बाटो चाहिँ यो रहेको छ अब चाहिँ म चाहिँ यो खोला पारिपट्टि रहेको छ खोला चाहिँ यहाँबाट चाहिँ म अब के गर्छु त हाम्रो माया दिदीको गाउँतर्फ निस्कँदैछु है त साथीहरू अब माया दिदीको गाउँ पनि लगभग आइयो तर चाहिँ घर चाहिँ मलाई यत्नै हो भन्ने चाहिँ थाहा भएन थापाटोल भनेपछि चाहिँ ठ्याक्कै हाम्रो माया दिदीको चाहिँ गाउँ अब घर चाहिँ यत्नै हो भने चाहिँ म जाँदैन है तर पनि ओरेबाट चाहिँ जान्छु तर काम परेको छैन काम परेको भए म जाने थिएँ है हाम्रो माया दिदीको घर पनि तर के गर्नु अहिले चाहिँ खालि माया दिदीको गाउँ मात्रै देखाउनको लागि चाहिँ म आइरहेको छु हाम्रो गाउँ माया दिदीको गाउँ हैन ल यस्तो रमाइलो छ यस्तो रमाइलो छ रमाइलो छ है रहेको छ राखेको रहेछ बार रहेको अनि अब खोला हेर्ने मान्छे खालि सेतै बालुवा र ढुङ्गा मात्रै देखिन्छ अनि हाम्रो चाहिँ त म माथि पुग्छु माथि जानु कस्तो माथिबाट देखाउँदै यताको भ्यू हेर्दै गर्नु है साथीहरू ल हेर्नु त खोला पुरै ढुङ्गा माथि मस्त राम्रो छ यतापट्टि पुरै जङ्गल रहेको छ एकदम रमाइलो छ यही नै हो हाम्रो माया दिदीको गाउँ चाहिँ तर घर चाहिँ यत्नै हो भनेर चाहिँ सम्झाउन सकिनँ थापा गाउँ भनेपछि त्यहाँ माथितिर हो जस्तो लागेको छ मलाई ल एकदम रमाइलो छ बाटोघाटो बन्दैछ एकदम चराचुरुङ्गीहरू चिर्बी गर्दै बसिरहेको छ हेरौँ अब चाहिँ कस्तो हुन्छ है त साथीहरू ल अगाडि गएर फेरि भेट्नेछु हजुरहरूलाई स्टे ट्युन ओके यहाँ बाटो बन्दैछ यहाँ पनि बाटो बन्दैछ पहिरो झरेको झरी गर्छ त्यही नै हो रमाइलो ओके ल साथीहरू अब चाहिँ यहाँ माथिबाट म चाहिँ धेरै माथि आइसकेको छु है यहाँबाट हेरौँ कस्तो देखिन्छ एकदम पुरा जङ्गलै जङ्गल अन्त कति ठुलो छ यतापट्टि पनि जङ्गल छ यतापट्टि पनि जङ्गल छ यहाँ दुई चारवटा घरहरू रहेको छ तर चाहिँ एकदम म चाहिँ थाकिसकेको छु यो बाटो आउँदाखेरि चाहिँ अझै पनि म माथि जाने कोसिस गर्दैछु अझै माथिबाट पनि थोरै कस्तो भ्यू देखिन्छ है अनि चाहिँ तलपट्टि हेर्दाखेरि चाहिँ खेतहरूमा गहुँहरू एकदम राम्रो अनि खोलामा चाहिँ ठ्याक्कै तपाईँको सेतो ढुङ्गा र सेतो बालुवा मात्रै देखिन्छ अलिअलि मात्रै पानी देखिएको छ एकदम रमाइलो एकदम शान्त रहेको छ साथीहरू अब चाहिँ हेरौँ यो चाहिँ ठ्याक्कै अब कुन गाउँ आयो भन्ने चाहिँ मलाई त्यति थाहा भएन है म पनि भर्खर यो ठाउँमा चाहिँ धेरै भएको छैन हुन त म आएको चाहिँ यो ठाउँमा आएको चाहिँ म
धेरै वर्ष नै भयो लगभग हैन तपाईको लगभग 7 वर्ष जति भयो तर चाहिँ यस्तो अहिले चाहिँ यस्तो आनन्दले घुम्न पाइएको छ हैन तर चाहिँ पहिला चाहिँ मलाई चाहिँ थाहा थिएन के यो ठाउँमा चाहिँ एकपटक मात्रै माथि त्यो भन्दा पनि उतो माथि त्यो डाँडा देखिन्छ नि बिचमा हो त्यो डाँडाबाट चाहिँ अगाडि गएको थिएँ माथि गएको थिएँ र अहिले चाहिँ यहाँसम्म आएको छु एकदम रमाइलो लाग्छ सुनसान लाग्छ ल अन्त एकदम शान्त एकदम हेर्नुहोस् पहाडहरूको चराहरूको आवाजसँगै क्या रमाइलो लाग्छ हौ साथीहरू एकदम रमाइलो छ ल हजुरहरूलाई चाहिँ देखाउँदैछु अझै कहाँ पुग्छु म उता अझ माथि अगाडिपट्टि गएर चाहिँ त्यो अझै माथि गाउँ देखाउँछु यो साइड मलाई लाग्छ कि थापा गाउँ मान्छेहरू आउँदैछ मलाई लाज लागिसक्यो अब चाहिँ क्यामेरा अफ यो के हो यस्तो देख्नु भएको छ तपाईहरुले अब मलाई चिन्नुहुन्छ त्यो पाउडरमा अनि गएर चाहिँ के हाल होला मेरो अहिले साथीहरु ओहो नमस्ते ल है फेरि पनि अब चाहिँ म फर्किसकेको छु अब चाहिँ म माथिबाट फर्केको थिएँ तर भिडियो बनाउँदै आएँ भनेको बोल्दै बोल्दै आएछु तर चाहिँ रेकर्डै भएन छ मलाई चाहिँ गाह्रो है यस्तो गाह्रो हुन्छ कि कहिलेकाहीँ त है बोलेको ठाउँमा आवाज नआउँदाखेरि अनि भिडियो बनाएर पुस्ट गरेँ भनेको त कहाँको भिडियो त अनै भएको रहेनछ ल अब चाहिँ यहाँबाट चाहिँ अगाडि जान्छु अब चाहिँ यता तल गएर भेट्छु है त ल साथीहरु अब चाहिँ म झरिसकेँ है अब माया दिदीको घर चाहिँ कहाँ हो उ त खोलापारी हो मलाई त्यस्तै लाग्यो हजुरहरूले चाहिँ हाम्रो माया दिदीले चाहिँ हेर्दै हुनुहुन्छ भने हैन हो यो हो भनेर चाहिँ ठ्याक्कै बताइदिनु होला है त यदि हेर्दै हुनुहुन्छ भने हेर्नुभयो भने हाम्रो माया दिदीको घर पनि कहाँनिर छ भनेर चाहिँ हेर्नु होला बताइदिनु होला है त यति नै छ भनेर फेरि अर्को पटक आउँदाखेरि चाहिँ म ठ्याक्क माया दिदीको घरमा गएर भेट्नेछु माया दिदी आउँदाखेरि चाहिँ म भेट्नेछु माया दिदीसँग पनि फेरि कुनै दिन हो हामी छिमेकी हो भनेर चाहिँ हामीले चाहिँ यहाँ भिडियो बनाउने छौँ साथीहरु ल अब चाहिँ म चाहिँ ओह्रालो झरेको छु अनि यहाँ बाटोमा पनि काम सुरु भइरहेको छ कहाँनिर हो हाम्रो माया दिदीको गाउँ चाहिँ घर चाहिँ उ त्यतातिर हो कि जस्तो लागेको छ ल ओके जो पनि भए पनि जहाँ भए पनि ल केही छैन काम चाहिँ सुरु भइरहेको छ मस्त ओके ल दामी छ के छ हाल खबर यस्तो छ माइ गॉड दामी छ ल अब चाहिँ म चाहिँ थाकेँ म चाहिँ इन गरिदिएर पनि चाहिँ हजुरहरू यसो गाउँ देखिन्छ भने गाउँ देखाउँछ भने म चाहिँ अझै माथि यतापट्टिको डाँडामा जानुपर्ने थियो तर त्यो डाँडामा जानु सक्दैन धेरै गर्मी पनि भयो अब चाहिँ म यहीँबाट नै यसो अगाडिपट्टिको यसो हल्का सिम देखाउँछु यस्तो रहेको छ यो खोलाहरू यस्तो रहेको छ है ल यहाँ चाहिँ बन्दैछन् घरहरू र यतापट्टि
यस्तो रहेको छ, पुरा पहाड रहेको छ, पुरा जङ्गल रहेको छ। एकदम रमाइलो ठाउँ है। मजा आयो आज चाहिँ घुमेर चाहिँ एकदम मजा आयो। तर चाहिँ कस्तो देखियो त्यो नि भिडियो रेकर्ड भयो कि भएन कस्तो भयो, तर चाहिँ मलाई चाहिँ थाहा छैन। जस्तो भए पनि राम्रो मानेर हेरिदिनु होला सबैजनाले, माया गरिदिनु होला। अघिल्ला भिडियोहरूमा धेरै माया गर्नुभएको छ, यो भिडियोलाई पनि अझै माया गर्नुहुनेछ भन्ने पूर्ण आशा पनि राखेको छु। र अब चाहिँ त्यो भिडियो धेरै लामो भइसकेको छ साथीहरू। अब चाहिँ अन्तिम गर्ने तयारी पनि गरेको छु। अब यहाँबाट चाहिँ भिडियो चाहिँ थोरै कट गर्छु ल। के छ नास गाडी ज्यान गाडी ल साथीहरू, थ्याङ्क यू सो मच है त। अब चाहिँ म तल खोलामा झरिसकेको छु है। अब यो खोलामा चाहिँ यो पुल बन्दैछ होइन, यो पुल त अघि नै पनि मैले देखाइसकेको छु। अब चाहिँ ल म झरिसकेको छु यहाँबाट चाहिँ। अब चाहिँ म चाहिँ जानुपर्ने हुन्छ अब घर। म धेरै आज घुमिसकेँ है, एकदम मजा आयो, रमाइलो आयो। रमाइलो आयो कि रमाइलो भयो घुम्दाखेरि चाहिँ एकदम। अब एकदम दामी लाग्यो ठाउँ घुम्दाखेरि चाहिँ। आज धेरै वर्षपछि यो ठाउँमा घुम्दाखेरि चाहिँ एकदम मजा आयो, एकदम रमाइलो ठाउँ। यस्तो जङ्गलको बिचमा है, यस्तो आहा हेर्नुहोस् त खोलाहरूको धारमा यस्तो मजा आयो है। रमाइलो गर्दाखेरि चाहिँ एकदम मजा आउँछ। फेरि पनि नमस्ते। यतिन्जेलसम्म मेरो भिडियो हेरेर साथ दिनुभएकोमा मेरो सबै युट्युब फ्यामिलीहरूमा धेरै धेरै धन्यवाद छ। यदि हजुरहरूलाई मेरो भिडियो मनपर्छ भने लाइक कमेन्ट सेयर अनि गरेर चाहिँ हजुरहरूको साथीहरूमाझ पनि पुर्याइदिनु होला पनि भन्न चाहन्छु। र हजुरहरूले चाहिँ जतिले पनि हेर्नु भएको छ कि मेरो भिडियो कमेन्ट छोड्न नबिर्सिनु होला। हजुरहरूको घर आँगनसम्म आउने बाटो खोल्नेछ। त्यसैले सधैँभरि एक्लै हिँडेर एक्लै दौडेर कहिले पनि गन्तव्यमा पुगिँदैन। त्यसैले हजुरले यति समयसम्म यति बेरसम्म मेरो भिडियो हेर्नुभयो भने, हजुरले चाहिँ एउटा कमेन्ट छोड्नुभयो भने हजुरहरूलाई पनि केही साथ सपोर्ट हुनेछ मेरो तर्फबाट। अब हजुरहरूले चाहिँ कमेन्ट छोड्नु भएन भने त अब म आउँछु कसरी है। त्यसैले चाहिँ हजुरहरूले चाहिँ मेरो भिडियो हेरिसकेपछि चाहिँ लाइक कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। यदि मेरो भिडियो मनपर्छ भने सेयर पनि गर्नु होला। म पनि आउनेछु हजुरहरूको घर आँगनसम्म भन्दै आजलाई छुट्टिन्छु। बाई बाई। यो खोलीबाट आज चाहिँ भिडियो इन्ड गरेँ। हजुरहरूलाई कस्तो लाग्यो सुझाव सल्लाह प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला भन्दै आजलाई बाई 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 बाई।